हाम्रो सन्देशज्यू अब ड्राइभर हुनुभएको छ अहिले के छ पुछि के छ बाटो यस्तो डर लाग्दैछ तिम्रो कन्टेन्ट चाहिँ अगाडि छ कि के छ ओइ झन्डै भएन तिमीलाई मोसन सेकेन्ड सबैजनालाई वेलकम छ विकास मल्लिकी ब्लग्समा। सो हेलो एभ्रिवान, आज चाहिँ हाम्रो ब्लगको सेकेन्ड डे अनि भर्खर बिहान हुँदैछ। हामीलाई जानुपर्ने छ, म रेडी भइसकेको छु, केटाहरू पनि रेडी भइसकेको छ अलमोस्ट। उसको चाहिँ घाँटी ठिक भएको छैन अहिलेसम्म, सबैजना रेडी भइसकेको छ। आइज पुची के छ पुची के छ तपाईँ जाने जाम मन्दिर। त्यो कुराकानी यस्तो सङ्घर्ष कस्तो लाग्यो हिजो राति कस्तो भयो सङ्घर्ष चाहिँ अहिलेसम्म स्वर आएको छैन होइन, त्यही पनि बिस्तारै आउँछ होला। कस्तो भयो मजा आयो हिजो राति नै यता हेर्न आइसकेर अहिले बिहान 6 बजे हामी मन्दिर जाँदै छौँ। हिजो राति पनि हामी यहाँ मन्दिर कहाँ छ भनेर हेर्न आएको थियो अनि भर्खर बिहान हुँदैछ। हेर्नुहोस् भर्खर उज्यालो हुँदैछ उता, त्यहाँबाट उता चाहिँ अहिले छैन। सो गाइज दिस इज हाम्रो मन्दिर गलेश्वर धाम। अब यहाँबाट हाम्रो होटल पुग्नुपर्छ अनि त्यसपछि हाम्रो ब्रेकफास्ट पनि छ त्यहीँ। कविता केही बोल्नु छ बोला। यहाँबाट कस्तो खतरा टल्किएको देखिएछ देख्न सक्नुहुन्छ है, त्यहाँ हिमाल सनलाइट परेर होला यो त यस्तो छ। यहाँ छेउमै हाम्रो आर्मीमा क्याम्प थियो होइन। अब खाजा कार्यक्रम ब्रेकफास्ट कार्यक्रम यहाँ हुँदैछ, मान्छेहरू खान थाल्यो। अनि हाम्रो डे 2 को सुरुवात चाहिँ हेर्नुहोस् भजनहरूबाट हुँदैछ है। हाम्रो क्लासमा अहिले भजन चल्दैछ, भाइब राम्रो छ एकदम खतरा। हेर्नुहोस् अगाडि के हुनसक्छ। सो गाइज अब हामी उता मुस्किनातिर जान लागेको हो होइन। अब बाटोमा आएको भ्यूहरू म तपाईँहरूलाई देखाउँछु होइन। भ्यूहरू हेर्नुहोस्, मैले बोलेको चाहिँ छोडेँ होइन, म बोल्दैन, म भ्यूजहरू देखाइरहेको क्या। अब हेर्नुहोस् यहाँ हेर्नुहोस्, त्यहाँ घाम लागेको छैन अनि हिमाल हेर्नुहोस् त्यहाँ खतरा देखेको छ। रियल लाइफमा कस्तो देखिरहेको छ म तपाईँहरूले भन्न सकिनँ है। क्यामेरामा कस्तो देखियो थाहा भएन, रियल लाइफमा बाउबाल देखेको छैन। हेर्नुभयो भने त ओहो तर अघि चाहिँ हिमाल देखेको थिएन। अब केही बाटो अगाडि देख्छ होला कोर्निङ हान्ने बेलामा अघि तर खतरा देखेको एउटा ठाउँमा भ्यू चाहिँ होइन मैले होइन। ल तपाईँ यो नदी हेर्नुहोस् कि खोला हेर्नुहोस् कि, खोला चाहिँ क्या अब चाहिँ गाइज बाटो हेर्नुहोस्, गाइज बाटो यस्तो डर लाग्दैछ गाइज। बाटो चाहिँ एकदम डर लाग्दो बाटो छ होइन। तर म तपाईँहरूलाई भ्यू देखाइरहेको हो कि सबै हेर्नुहोस्। स्वस्तिका कस्तो लागिरहेको छ बाटो चाहिँ? स्वस्तिका पनि अगाडि बसेर रमाइलो गर्दैछ है, बाटो हेर्दैछ। अनि गरिरहेछ स्वस्तिकाले रमाइलो गरिरहेछ, यहाँ बाटो हेर्दैछ। हेर्नुहोस् म तपाईँहरूलाई बाटो देखाइरहेको भ्यूहरू। सो गाइज हाम्रो सन्देशज्यू अब ड्राइभर हुनुभएको छ अहिले हाम्रो मुस्ताङको ट्रिप विथ हाम्रो सन्देश गुरुजी। भ्यू हेर्नुहोस् कस्तो खतरा छ होइन, भ्यू हेर्नुहोस् बवाल छ बाहिर। तिम्रो कन्टेन्ट चाहिँ अगाडि छ कि
के छ त्यहाँ बाटो बन्दैछ अरे नि त कन्टेन्ट छ है गाइज अगाडि बाटो बन्दैछ ओइ झन्डै 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 ल ल चप्पल गयो कहाँ गयो चप्पल तिमी चाहिँ किन भने आइसक्यो हौ यहाँ कन्टेन्ट सुक्खा बोनी सुक्खा भयो नि चिच्याइदियो के हामीलाई त टाइम लाग्ने भयो त अब साथीहरू यहाँ बाटो बन्दैछ कस्तो खुट्टेले चलाएर हो दाइ पनि आउनुहुन्छ हो हजुर पनि आउनुहुन्छ रूपसे झर्ना गाइस रूपसे झर्ना भोलि रोक्छ ए रोक्ने बेलमा के सो गाइस भोलि हामी यहाँ रोक्नेछौँ रूपसे झर्ना हामी कटिसक्यौँ भोलि चाहिँ रोक्ने भोलि चाहिँ रोक्ने नै यहाँ आज हामीसँग मन्दिर ढुल्ने प्लान छ टोपी लाउनु भयो भने गाइस यहाँ दाइको साथी भेटिसकेछ हाइवेलो चल्दैछ गाडी आएको छ 11 सरी गाइस म कमेन्ट गर्छु हामी यहाँ खतराबारी ब्लग बनायो तर मैले अनै गरेको थिएन यार बल्ल अन गरेको के बल्ल अन गरेको कतै घाममा एङ्गल दिइरहेको थियो ल गरिसक्यो एक वन मोर टेक घाममा होइन यस्तो सेतो देख्छु क्या म पनि खतरा देखिरहेको थियो अँध्यारोमा म देख्दिनँ घाममा सेतो हुन्छ होइन यहाँ धार्दैछ नि ए गाइस यतिको भ्यू देखिरहेको छ यहाँबाट कस्तो लाग्यो सुस्तका रिएक्सन भयो है रिएक्सन यहाँ कन्टेन्ट आइरहेको छ ओहो आयो आयो केटाहरू के म्याजिकल होइन म्याजिकल साइड लगाएर गेटमा होला त्यो हुन्छ नि गीतमा हो साडी उडाएर होइन ए दिन्छ त त्यहाँ 1 आवरको रेन्टल छ क्या त्यहाँ साडी एक घन्टाको गाई जस्तो होइन म के भनौँ भ्यू मात्रै इन्जोय गर्नुहोस् कि म केही बोल्दैन त्यो कारण म भोलि डिस्टर्ब गरेर भ्यू इन्जोय मात्रै गर्नुहोस् है गाइस हामी चाहिँ चमचम बजार आइपुगेको हो मेरो साथी त यहाँ अनि बजार पट्यो हामी गाइस कहाँ छ एयरपोर्ट ओहो जमसम बजारको एयरपोर्ट है गाइस एयरपोर्ट है यति मात्रै यो त सुरु हुने चाहिँ पहिला खत्तम हो गया यो त सुरु हुनुभन्दा अगाडि नै सक्यो त खाली गाडी पैसा कमायो भने एक दिनमा 4,000 3,000 पैसा कमाउनु तर दिमाग खराब गाइस हाम्रो अर्को बसहरू अगाडि छ है दुईवटा अनि त्यहाँ यस्तो राम्रो बाटोहरू छ आज खाना
गाइज हामी यो बसको टिकटक भिडियो बन्दैछ केटा त्यहाँ पुग्दैछ भिडियो खिच्नुलाई ऊ त्यहाँ माथि जारे आफ्नो मारे हो केटाहरूलाई बसको पनि टिकटक गर्नु पऱ्यो नि त होइन सबैको निन्द्रा खुल्यो होला है सब उठ्यो होला गाडी कत्रै गरी टिकटक बनाउने हो यहाँ है ल यस्तो ठाउँमा आइपुगेछ तिनवटा बस यहाँ छ त्यो पन्ध्र झडी क्या 15 झडी चौडी गाई पनि रहेछ त्यहाँ त रियल हो डेड बडी हो कि गनाएको त छैन अहिले अहिले ल सन्देश एउटा ल सन्देश यहाँको सवारी लुगा है फोटो खिचिदिन्छु है लुगा यस्तै गर ल भिडियो आयो खतरा आयो ल खतरा आयो ल चढे विकास चढे ल ल ल ल गाउँमा त्यो भैँसी हुन्छ नि त्यस्तै त हुन्छ नि चढेको फोटो पनि हाल्नु कस्तो भयो एक्सपिरियन्स बबाल चल्यो अलिकति चल्यो भने त झन् हुन्थ्यो चढ्यो भने त कहाँ लाउँछु अरे मैले आइसक्यो है तिम्रोबाट राम्रै आउँछ क्या सो गाइज अब यही सबैजना पुग्यो अरे ग्रुपबाट हाम्रो कोसी है कोसी आइसक्यो नि सबै सो गाइज कोसी सबै आइसक्यो है हाम्रो अब ग्रुप फोटो हुन्छ यहाँ बन्द गरौँ त्यो पनि होस् न ल सबै आउनु पर्यो है आयो सबैजना यस्तो अझै पछाडि अझै पछाडि रुक अन छ है अन छ होइन ल जाऊ सो गाइज हाम्रो ग्रुप भिडियो बनिसकेछ है अब के आज त के भयो रे जाडो रे सबैजनालाई वेलकम छ विकास मल्लिके ब्लग्समा हामीहरू सबै पुगिसक्यौँ उले उता रिटेक भइसक्यो बीएमसीको टिम सो गाइजहरू त्यहाँ छ गाडी नै गाडी लागेको ठाउँ त्यहाँबाट हेर्दै जानुपर्छ त्यहाँ जानुपर्छ त्यसपछि मन्दिर चाहिँ कहाँ भन्नु हुँदा फेरि मन्दिर पनि केही छ जानुपर्छ त्यहाँ स्वस्तिका यो कति हो यो हामी बसबाट झरिसक्यौँ
अरू मान्छेहरू त रहेछ होइन अहिले चाहिँ उता अगाडि छिरिसक्यो एकछिन अगाडि पुगिसक्यो हामीले चाहिँ लुगा यति धेरै लगाएको छौँ कि मैले तिनवटा लगाएको हो घाम यता गाई पनि हावा चलेको गाडो छ गाइस हाम्रो चाहिँ अब लगभग 30 मिनट 45 मिनटको बाटो छ हिँडेर जानुपर्छ अनि त्यहाँ मान्छेहरू चाहिँ नआउँछ कि सबै धाराबाट पानी छ अनि तपाईँहरू घोडा किन्न चाहनुहुन्छ भने चाहिँ 1 लाखभन्दा माथि पर्छ अरे अहिले नै तपाईँहरूलाई इन्फर्मेसन साँच्चै तिमीहरू ल लुक चेन्ज भयो क्या ल सुधार चाहिँ चिन्यो होइन भएन तिमीलाई कि मोसन सिकनेस यताउता कि नो सिकनेस No sickness. I have only sickness one. ए भोक सिकनेस मेरो यसमा मेरै एउटै फोटो छैन ब्लग मात्रै हो फोटोहरू खिच्ने सुस्ताको फोनबाट छ होइन यता त छ हामी देखेको छु यहाँको बोयफ्रेन्ड कमेन्ट गर्नु होला कस्तो देखेको कमेन्ट गरे सो गाइस यहाँ हाम्रो सामानहरू किन्ने छ भने किन्नु है एउटा मम्मीको लागि हाम्रो खाना खाने ठाउँ चाहिँ यही हो कुकुरी हेर्नु त यहाँ हेर्न मिल्छ होला नि हामी जाँदै गरौँ न त्यसो अगाडि त के गर्ने एकछिन हेरौँ न यहाँ चाहिँ गाइस हाम्रो मन्दिर सायद त्यही हो है मैले भर्याङ चाहिँ देखेँ भर्याङ हेर्नु न भर्याङ मिनामा वेयर इज योर टाइम कस्तो लागिरहेको छ थकाइ चाहिँ कतिको छ अलिकति हाम्रो एउटा घाँटी चाहिँ तिम्रो बनिसकेको एउटा साथीलाई चाहिँ लेख्नु लागिसक्यो बिस्तारै आइरहेको तिम्रो घाँटी चाहिँ बसिसकेको रहेछ है हिजोदेखि बसमा चाहिँ च्याउ त चिचाको त खासै धेरै गीत गाएर आएर गीत गाएर बस्यो त्यही भएर ए ठिक छ मेहनत गरिसकेपछिको फल चाहिँ राम्रो भयो हामी चाहिँ पुग्नै लाग्यो ए ले ल तल पुग्नै लगिसक्यो गाइस यहाँ चाहिँ नेपालको भन्नु राम्रो बोलेको अब यति मात्रै बाँकी छ है म ल्याइदिन्छु यति मात्रै हो अब ढोका पुगिसक्यो हामी पुग्यो यहाँबाट यस्तो भ्यू छ भ्यू चाहिँ यहाँबाट यस्तो छ है साथीहरू यहाँ आइरहेछ अझै सास मेरो फुलिसक्यो भएको के हो ग्यापिङ मिलेन त नि कोही त आएको छैन तिम्रो पछाडि कोही त आएको छैन तिम्रो पछाडि ल सबजना आऊ सबजना यहाँ एउटा छ ऊ त्यहाँ छ म भनिदिन्छु आऊ यहाँ छ यहाँ सिका के गर्ने यसलाई भएको सक्यो सो गाइज म चाहिँ नुहाइसकेँ होइन मलाई फेरि एक राउन्ड अझै नुहाउनु मन छ सन्देश ओए पानी छापिरहेको छु गाइज हामी चाहिँ अब नुहाएर धुवाएर हाम्रो लुगाहरू सब राखेर होइन
निस्किसकेका छौँ मुक्तिनाथ टेम्पलबाट। त्यो भर्याङ पनि झरिसकेको हो। अनि मेरो फोनमा अब चार्ज चाहिँ छैन। खाना खान जान्छ। अब यहाँबाट भोक चाहिँ ओभर लागेको छ, यहाँ ओभर लागेको छैन। अब यहाँबाट खाना खान जानुपर्छ। हाम्रो खाना चालु भइसकेको छ। मान्छेहरू मोड भनिसकेको छ। गाईहरू ओभर ठिक भयो। यहाँ त मान्छे मर्छ होला हौ। पुरै यो चाहिँ मुस्ताङबाट आएको उताबाट चाहिँ मुक्तिनाथबाट आएको खोला रे। यो चाहिँ अब मुस्ताङबाट आएको खोला रे। ए अनि यहाँ के हुन्छ सराद दिएको, यहाँ सराद दिएको छैन यार। यो नलेज पाएन गाईहरू। डर लाग्यो यार, खतरा रहेछ चिसो पानी त। प्रैसा बी केयरफुल है हावा छ। सन्देश आउनु बाहिर रोनाले हेर उठ्छ है। रविनाको कति हो 30 वेट हो? 20 म जन्मिँदा 4 गाइस मालिक चिसो कस्तो छ यता? ठिकै छ, पहिलाभन्दा कम छ तर पहिलाभन्दा कम। पहिला हामी आउँदा उडाउने हावा चलाएको थियो कि। ए हावा भने ल ठिक छ। अरू केही छैन। अरू अब यसो बन्द गरिदिनु फोटो भेट्न गाह्रो हुन्छ तिम्रो भन्दा मेरोमा कति फोटो होला? किन कन्टेन्ट दिने? हामीले नदेऊ न उसलाई कन्टेन्ट। किन दिने यसलाई नदेखाउने? यो कता गयो? हामी कता लेक के लेख रे? डुम्बा लेक। त्यो चाहिँ नागा आउँछ रे त्यसमा। छोइदिनु हुँदैन रे। हुँदैन रे, अब हुँदैन भने चाहिँ किन गर्नु? मजा हेर न यसले यो भिडियो खिच्न लाएर मलाई पठाएन हो नि अहिले। कस्तो लागिरहेछ? हेर दुईजनाको बिचमा म टल्केको। यार लास्टिङ झन् कालो गराइदिन्छ यार। यो पछाडि धुम्बा लेक, त्यसको पछाडि धौलागिरीको रेन्ज। सो गाइज यहाँ सबैजना त्यहाँ फोटो खिच्ने फोटोसुट चल्दैछ हाम्रो सबैजनाको। हेर्नु सक्नुहुन्छ हजुरहरू। म चाहिँ यहाँबाट भागेँ, म र सन्देश। मेरो अनुहार कस्तो देखिरहेको छ पहिला हेरौँ न। ल कसरी हेर्छु तिमी बनाउ न, म भनिदिन्छु। खतरा देखिरहेको छ बाबा। अझै अगाडि। हेलो गाइज, हामी चाहिँ यहाँ अहिले के म चाहिँ साथी गइरहेको छु। यिनीहरू अब कता लाँदैछ नि हेर्दैछु है। यता अगाडि हिँड्दैछ एउटा मान्छे, अनि अघि पछाडि मेरो दुईजनासम्म झन्डै लडिनँ होइन। त्यहाँ सरी एउटा स्टुडेन्टले ल्याएर तिमी फोटो खिच्न लगाइरहेछ। बिचरालाई फोटो बनाइरहेछ ल। अनि हामी चाहिँ यहाँ छौँ है। ओ साथी आइज, म नि भ्लगर भइसक्यो नि। ओ आयो ल ल बाई बाई। लिएर गयो नि मेरो # अस्मिता द ब्लगर 1 2 3 थियो है। हेलो आयो त्यहाँ हाम्रो शेरना र बापेज्यू हुनुहुन्छ। हामी पनि यसो राउन्ड हान्न हिँडेको है। राउन्ड हान्ने यहाँ ओइ मार्देला जस्तो हावा छ यार। अहिले त लास्ट यात्रा इसमा हो। हाम्रो रुम होटल केटाहरूले छुट्टे केटीहरूले छुट्टे। द्याट्स वाइ यता गइरहेको हो। हामी चाहिँ आज अहिले राति यसो जेरी गल्ली हेर्नु होला यहाँ रातिको
7 बजेसम्म पनि यसको उज्यालो छ। यस यो चाहिँ जेरी गल्ली हो। जेरी गल्ली किन नाम राख्यो भन्दाखेरि चाहिँ जेरी फिल्मले गरेर चाहिँ यो ठाउँ एकदम फेमस भएको, त्यही भएर यसको नाम चाहिँ जेरी गल्ली। त्यस्तो हो र हेर्नु थाहा छैन मलाई, त्यस्तो हो र आफै भनिदिएको हेर न कहानी फेरि। मैले आफै भन्दैको हो। ल ल ल यहाँ फोटोसुट चाहिँ स्टार्ट भइसक्यो हाम्रो बानियाजीको। सो गाइज हाम्रो आजको ब्लगिङ यस्तै हो। हामी चाहिँ यहाँ माथामा पुगिसकेको। केटाहरू आज छुट्टै बिल्डिङमा छ, केटीहरू चाहिँ छुट्टै बिल्डिङमा छ। सो गाइज यस्तो छ यहाँको सिनहरू। राम्रो त राम्रो देखिएको छ है। गाइजहरू हाम्रो भेजको खाना मैले जन्मनु भएछ, त्यही भएर यस्तो कुरा हुँदैछ। मिठो चाहिँ थियो तर हामीलाई चाहिँ आज दिउँसो खाएको चाहिँ धेरै मिठो थियो कि मिठो भएन। कम्पेरिटिभली त्यो भयो होइन, तर यहाँ ठाउँ चिसो भएर मिठै लाग्यो है हामीलाई चाहिँ। हामीलाई 3 चिल्लो धेरै थियो अनि नुन मसला ओ चिल्लो चिजी हो, साइडले पनि तेल बाहिर फालेको। नुन पिरो चट्टो थिएन कि त्यही हो मेरो चिनी मागेको खोर्सानी ल्याएर थियो। मिसकम्युनिकेसन मिसकम्युनिकेसन। तिमीहरू पछाडि आऊ ल मुस्ताङमा वाला ल ल हुन्छ। भएको छैन के खाना? खाना भइसक्यो खाना भएर नि हामी फर्स्टमै यता टिकटक बनिरहेको कि बनिसक्यो? ल बनाऊ न त, मेरो कन्टेन्ट मेरो पनि आउँछ, बनाऊ न ल। गाइस यहाँ टिकटकहरू सुट हुँदैछ। ओहो आयो गाइस कन्टेन्ट। यहाँ ड्रेसेस लगाएर मान्छेहरूले आफ्नो टिकटक सुट हानिसक्यो है। आमा चाहिँ कहिले लाउने होला थाहा भएन। ऊ अनुहार मिल्यो, ऊ हानिहाल्यो। के भयो भाइ? दा ल ल ल ठिसिहाल ठिसिहाल। ऊ यो वाला है फेरि फेरि ल फेरि यो ल यो वाला हो। ल अब गर यो यो ल गर त। हस् हस् आयो आयो। हस् ये फेरि फेरि यो 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 ल यो यो अब यो बाइक चाहिँ सेक्सी रहेछ। कसको हो कसको हो? हामी चाहिँ यहाँ के अरे कुन ड्रेस हो यार? शेर्पा ड्रेस लगाइसकेका छौँ होइन। ल ल ल सबैजना छौँ है। पैसा कस्तो पैसा कस्तो देखिरहेको छ है? राम्रो देखिरहेको मैले भनेको। अब मोबाइलले ट्रस्ट छैन के भन्नु, मैले चाहिँ भने मान्दैन। मसँग मेरो फोन सन्धिवाला के सम्धि ल सन्धि सम्धि भेट भएको छ हाम्रो मुस्ताङमा है। ठिक छ हाम्रो मुस्ताङमा होइन जेरी गल्लीमा। जेरी गल्लीमा अब सम्धिसँग यसो देखाउने छौँ ल लास्ट। सो गाइजहरू हाम्रो यहाँ कार्यक्रम सकिसकेछ। भिडियो सुरु बनाइसक्यो, सबै कुरा फोटोहरू भइसक्यो। केटाहरूको थोरै भिडियोहरू बाँकी छ, बनिरह बनिरह। ल यहाँ ब्लग यहाँ अलिकति बन्दैछ, भिडियो 16 भिडियो यहाँ बनिरह। हाम्रो सरहरू यहाँ हाम्रो छिटो जाऊँ भनेर भनिसक्नुपर्छ। अब जानुपर्छ, मन गइरह। मेरो चाहिँ अब ड्रेस चेन्ज हानिहाल्नुपर्छ, मेरो काम सकिसक्यो। सो गाइज आजको लागि यति नै होला। डे 2 को लागि यति नै हो। हजुर हो